पछिल्लो 6 घण्टामा सबैभन्दा धेरै वीरगञ्जमा 64 मिलिमिटर वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गौरमा 57 मिलिमिटर वर्षा भएको छ। त्यस्तै महेशपुरमा 53, कलैयामा 54, टाढीमा 50 र ठोरीमा 48 मिलिमिटर वर्षा भएको छ। काठमाडौँ उपत्यकामा गोदावरी स्टेशनमा सबैभन्दा धेरै 41, खुमलटारमा 28, चन्द्रागिरीमा 35, नगरकोटमा 30, कप्पनमा 20 र कलंकीमा 23 मिलिमिटर वर्षा मापन गरिएको छ। कोशी, लुम्बिनी र सुदूरपश्चिममा भने कम मात्रै वर्षा भइरहेको छ। यस्तै लगातारको वर्षापछि काठमाडौँ जिल्ला चन्द्रागिरी नगरपालिकाबाट विभिन्न नाका हुँदै काठमाडौँबाट धादिङ र मकवानपुर हुँदै बाहिरिने नागढुङ्गा, गोदाम, टखेल हुँदै जाने सडक खण्ड अर्को आदेश नभएसम्मका लागि दुवै तर्फका सवारी साधन होल्ड गरिएको छ। धादिङ बेनीघाट रोराङ गाउँपालिका 10 जवाङ खोला स्थित पृथ्वी लोकमार्गमा सडक माथिबाट पहिरो आई पूर्ण रूपमा अवरुद्ध छ। काभ्रेको बीपी र अरनीको राजमार्गमा अविरल वर्षातको कारणले धुलीखेलदेखि प्रहरी चौकी, दोलालघाट, काभ्रेबाट सिन्धुपाल्चोकको सिमानासम्म दुवै तर्फी सवारी साधन अनिश्चित समयका लागि होल्ड गरिएको छ। रसुवामा बाढीले नेपाल र चीन नाका जोड्ने मितेरी पुल क्षति भएको छ। रसुवा गोसाईकुण्ड गाउँपालिका वडा नम्बर 2 स्थित रसुवागढीमा बाढी आई नेपाल र चीन नाका जोड्ने पुलमा क्षति भई सवारी साधन आवत जावत बन्द छ। रसुवा गोसाईकुण्ड गाउँपालिका वडा नम्बर 2 घट्टे खोला स्थित पासाङ ल्यामु सडक खण्डमा सडक माथिबाट ढुङ्गा सहित सुक्खा पहिरोका कारण बाटो अवरुद्ध छ। शंखसभा भोटखोला गाउँपालिका 4 स्थित वरुड खोलामा बाढी आई हिउँपाई बगाएको हुँदा खातबारीदेखि थुम्सर जाने कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। वर्षातको अवधिभर सवारी हुन नसक्ने जनाइएको छ। शंखसभामा मकालु गाउँपालिका इक्वा स्थित कोशी राजमार्ग अन्तर्गत खातबारी किमाथाङका सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध छ। शंखसभा मकालु गाउँपालिका 3 इक्वा स्थित कोशी राजमार्ग अन्तर्गत खातबारी किमाथाङका सडक खण्ड पहिरो झरी बाटो पूर्ण रूपमा अवरुद्ध छ। 16 गते बिहीबारदेखि 21 गते मंगलबारसम्म साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म बीपी राजमार्ग पूर्ण रूपमा बन्द रहनेछ भने भोटकोशी गाउँपालिका वडा नम्बर 4 किलो स्थित अरनीको राजमार्गमा 2 मिटर सडक भासिन गई सडक अवरुद्ध भएको छ।